अरविन्द राई ब्रदरलाई चाहिँ एन्फाले कस्तो के गर त भनेर उहाँको मुखबाट सुनौँ है। यस्तो घिन लाग्दछ नि हाम्रो एन्फाको राजनीतिहरू है। हाम्रो एउटा देशको खेलाडीलाई यस्तो अवस्थामा पुर्याएको छ। यो भिडियो पुरै हेर्न सक्नुहुन्छ गाइज। आशिष राई नेपाल राष्ट्र खेलाडी मेरो चाहिँ यहीँ काठमाडौँमै त्रिपुरेश्वरमा चाइना विरुद्ध फ्रेन्डली खेल्दाखेरि चाहिँ खुट्टा भाँचेको थियो। हजुरहरूले पनि भिडियो देख्नु भयो होला। अनि मेरो चाहिँ त्यसपछि एन्फादेखि एकदमै लापरवाही भयो उपचारमा। अनि त्यसपछि म चाहिँ चाइना गएँ उपचारको लागि। तर केही समस्या केही कारणले यो गर्दाखेरि चाहिँ फेरि म नेपाल आउनु पऱ्यो। अनि नेपाल आएर पनि त्यस्तो खासै राम्रो रिहाबहरू भएन। मैले फेरि सर्जरी गरेँ। अनि फेरि मैले सर्जरी गरेपछि चाहिँ मलाई थाइल्यान्ड पठाएको थियो एन्फाले। अनि त्यसपछि चाहिँ थाइल्यान्ड आएपछि चाहिँ अब पैसाहरू अब नपुग्ने भयो उपचारको लागि। अनि मैले एन्फामा लेटरहरू लेखेर पठाएँ फाइनेन्सियल सपोर्टको लागि पैसाहरू पठाइदिनु भनेर। तर अब एन्फाको चाहिँ अध्यक्ष महासचिवहरू उनले एकअर्कालाई भन्ने। अनि अन्तिममा चाहिँ उनीहरू उनीहरूले कन्ट्याक्टमै नआएकोले गर्दाखेरि चाहिँ म अहिले यहाँ ब्याङ्ककमा छु। यत्तिकै अलपत्र परिरहन्छु। अनि के गर्ने थाहा छैन, कसरी उपचार गर्ने थाहा छैन मलाई। अनि अब म चाहिँ यो भिडियो त्यही भएर बनाइरहेको छु। अनि म चाहिँ स्पेसल्ली नेपाल सरकारलाई अनि बालेन भाइलाई चाहिँ मेरो उपचारको लागि सहयोग गरिदिनु भन्न चाहन्छु। अनि सारा नेपाली फुटबल फ्यानहरूलाई पनि। अनि म फेरि फर्किनु चाहिँ चाहन्छु खेलमा। तर अब राम्रो उपचार नै नपाएकोले गर्दाखेरि यति लामो समय लाग्ने भयो। अझै 1 वर्ष 1.5 वर्ष लाग्छ भनिरहेको छ। 1.5 वर्ष चाहिँ भइसक्यो। अब अझै लाग्छ 1 वर्ष जति 1.5 वर्ष जति भनिरहेको छ डक्टरले चाहिँ। यस्तै हो। अब त्यसको लागि खेलेँ यत्रो। तर भुटान भाँच्यो। अब झन्डै काट्ने पर्ने अवस्था नि आइगयो। तर अब अलिकति सुरुदेखि नै राम्रो उपचार नपाएकोले गर्दाखेरि चाहिँ मेरो धेरै लामो समय लाग्ने भयो। मलाई पुरै तरिकाले निको भएर ग्राउन्डमा फर्किनु। यति नै भन्न चाहन्छु म हजुरहरूलाई।